दर्शकबिन लाखे लाखे रङ्गे भेटेका श्रीमान श्रीमतीको जार जार भेटिसकेपछि को हेन्सम छ ल को हेन्सम लाग्छ तपाईलाई हेन्सम र स्यामसङको कुरो होइन हैन ए हेन्सम लागेर त गयो त होला त होइन उता पनि त हेन्सम लागेर गइन् यता पनि हेन्सम लागेर गइन् हामी त के भन्नु विदेश जानुहुन्छ अर्को हेन्सम लाग्छ अझ उहाँभन्दा अझै राम्रो आइदिन्छ। अब जारसँग बोल्ने पालो आएको छ। यो भिडियो भाइरल भएको छ, तपाईँले हेरिराख्नुपर्छ। नमस्ते, म देवेन्द्र लिम्बू। किन देवेन्द्र लिम्बूको इन्ट्री भएन भन्नुहुन्छ होला, त्यहाँ के भयो भन्नुहुन्छ होला। अब के भयो, थुप्रै कुराहरू छ यहाँ। अब डिभोर्स गर्ने कुरा पनि छ। अब ती श्रीमतीले त सानोमा बिहा गरेछ र श्रीमान पनि सानै थिएछ। ठुलो भएपछि अर्कोसँग कन्या केटासँग लभ परी कन्या भर्जेन खोजेर गएर राति सुतेको ठाउँमा भेटिसकेपछि अब श्रीमानले मेरो जारलाई जारी माग्ने भन्ने कुरा आएको छ। आउनुहोस् है त, यो भिडियो एकछिन अन्तिमसम्म हेर्नुहोस्। किन भन्यो अब कसरी म तिर्छु त? होइन, जे जे गर्नुहुन्छ गर्नु, होइन मार्नुहुन्छ कि तपाईँहरूले अब के गर्नुहुन्छ, तर पैसा चाहिँ 1 रुपियाँ नतिर्ने। किनभने अब तपाईँहरूलाई थाहा छ अहिलेको घटना, जो अस्ति नेपाली ब्रोले श्रीमती नेपाली सेनामा कार्यरत मारे, त्यही सम्पत्तिको कारण होइन। किन भन्दाखेरि अब डिभोर्स गर्ने, घर सम्पत्ति सबै लाने, छोराछोरी राख्ने श्रीमान चाहिँ बिजोग अवस्था। अहिले छोरी मान्छेको धेरै जस्तो हरकत यही भएको छ होइन। जति चढायो हुनु त गाली आउँछ होला, तर यसै कारणले श्रीमान त पहिला जाँदैन। श्रीमानले खेलायो भने केटी खेलाउने हो, अरू त के खेलाउन सक्छ? ऊ पहिला नि जाँदैन, अर्कोसँग नि जान सक्दैन। केटा त सधैँ आफ्नो घरमै रहन्छ। केटाले ल्यायो भने त श्रीमतीले आधी खर्लाप्पै खान सक्छ, तर केटीले लगेर सबै लान्छ। त्यो कारणले पनि अन्तिम बाध्यतामा कति हत्या भएको यस्तो घटना भइरहेछ। तर यो विषय फरक छ, यसमा पनि निकै गम्भीर छ। आउनुहोस्, यो भिडियो सुन्नुहोस्। नकमाएको पैसा पनि यहाँ निकाल्ने हो त। कसरी तपाईँले देख्नु भएको छ? विदेशमा बसेर पैसा नकमाएको जम्मा 15,000-20,000 पठाइदिन्छ। जम्मा महिना 15-20,000 पठाउँदा कति हुन्छ 3 वर्षमा? उता पनि खर्च दिन्छ, उता पनि खर्च दिन्छ। दुईटा बुढासँग बस्नु खोजेको होला नि। नानी पालेपछि त अब नानीलाई त दिनु पर्यो नि त। मलाई त कसले दे भनेको छ त? मलाई दिनु पर्दैन कसरी? तिमी पढाउँछु भनेको दर्शकबिन अब मानको कुरा छ श्रीमतीसँग र उहाँको जारसँग चाहिँ उहाँको केही कुरा छ भनिसकेपछि हामी जारसँग कुराकानी गर्नेछौँ। पहिला कुराकानी हुन्थ्यो नि तपाईँको होइन? पहिला दसैँमा चाहिँ भएको हो। हजुर, त्योभन्दा त्यसै 8-9 महिना भनौँ न होइन। पहिला जोइ भन्नुहुन्थ्यो क्या अरे, मैले त दाइ भन्थेँ होइन। अनि दसैँमा हिँडेर चाहिँ अहिले हो भेटेको। तपाईँले के भन्नुहुन्थ्यो उहाँलाई? हजुर, उहाँले भनिहाल्नु होइन अब के भन्थ्यो भन्ने कुरा। जय नै भन्नुहुन्थ्यो। अहिले त जार हुनुभयो होइन? अब के कुरा छ तपाईँको? लु भन्नुहोस्। उहाँ मेरो कुरा चाहिँ त्यही हो होइन। हजुर भन्नुहोस्, सुन्ने गरी। मेरो जीवनमा मैले जति कमाएँ उसैले दिएँ। हजुर, 2 तोला सुन हालिदिएँ मैले। हजुर, अनि 2 तोला सुन मैले त्यो सबै म अब डिटेल म हिसाब पनि गर्दिनँ। 7 लाख रुपियाँ मलाई दिनु। हजुर, त्यही हो मेरोमा, त्यही हो। 7 लाख चाहिँ के को हो त्यो भन्नु त? तपाईँले लाउनु दिएको होइन, देखि बिहे गरेकोदेखि लिएर केरीमा कुखुरा किनेको चाहिँ त्यो त नलिने, त्यो नलिने गरेकोदेखि। अब बिहे गर्दा कति खर्च भयो? बिहे गर्दाखेरि 2 लाख रुपियाँ खर्च भएको छ। बिहे गर्दा चाहिँ कसरी 2 लाख रुपियाँ खर्च। कति खर्च भयो त? 50,000? 50,000 पनि भएन होला नि। के कस्तो खालको बिहे हो त्यो? 50,000 खर्च नहुने? उता बिहे नै गरेको होइन, माइतमै अब उयो छिनाफाना दिएर टेन्टै बजायो कि बजाएन त्यो बाजा सनाई? बजाएन सबै यतै मात्रै माइतमा। अनि त्यहाँबाट 50,000 पनि खर्च भएन भन्छ त नि? उसले त के भन्छ नि, के भन्छ। अनि त्यहाँबाट म धेरै अब विदेशमा बसेर मैले पैसा पठाएको पनि म त्यो सबै हिसाब गर्दिनँ। मलाई त्यति 7 लाख 2 तोला सुन भनिस् त। 7 रुपियाँ पठाएको थिएन होला, 7 लाख त अब कुरै नगरौँ न। के दसैँमा त मैले 50,000 60,000 पठाउँथेँ त। 15,000ले 3 वर्षमा कति हुन्छ? कसैले हिसाब गरौँ। दसैँतिर त मैले 50,000 60,000 पठाइदिन्थेँ त। सबै तिर्नुपर्छ, लगेपछि तिर्नुपर्छ। किन पर्दैन? तिर्नुपर्छ क्या तिमीलाई मैले दिएको त्यति दिने, बस त्यति हो। 5,40,000 मात्रै हुँदो रहेछ। 7 लाख भन्दिनु। 7 लाख होइन, अब हामी पैसा नतिर्ने। अब पैसा चाहिँ अब मलाई लगेकै हो, उसले लगेकै हो, अब मैले खाएकै हो, अब बुढाले लगेकै हो, खाएकै हो होइन। अब 15,000-20,000 पैसा बुढाले लगेको? बुढाले लगेको हो, अब लगेपछि खाइयो होइन। अब खाएको मैले पुरै बुझिनँ। फेरि भन्नु, कुन बुढाले लगेको? फेरि अर्को पनि छ?
होइन उहाँ बुढाले लगेको अब पहिला सानैमा ससुरालमै म अब के अरे आउँदिनँ ससुरालमा थाहा पनि छैन भाइले फोन गर्दा नि अब म चिन्दिनँ किन गरेको भन्ने त्यसो गरेपछि अब तपाईँहरूको कुरा होइन उसको के लाउनु देख्छ म सबै दिन्छु के गर्नुहुन्छ मार्नुहुन्छ कि तपाईँहरूले के गर्नुहुन्छ गर्नु होइन गर्नु के गर्नु होइन के गर्नुहुन्छ गर्नु तर पैसा चाहिँ 1 रुपियाँ नतिर्ने हामी होइन म चाहिँ बन्द हामी त होइन यहाँ सुन्नु तपाईँ नलाने हो तपाईँ एकछिन के नलाने तपाईँले उसले नलाने जारसँगै लानु दुईजनालाई हो माया छ अब तपाईँले यता मायालाई छोड्नु सक्नुहुन्न अब नानीहरूको माया छ अब भनेपछि तपाईँले दुईजनालाई लग्यो भने के अरे पालेर मात्रै हुन्छ ल म नानी दिने भए तर नानीलाई काठमाडौँको ठाउँमा राम्रो बोर्डिङमा हालेर पढाऊ म दिन्छु ल आफूले पनि त दिनु पर्यो नि त मैले किन दिनु अर्को बुढाले दिन्छ तिमीले पाल्छौ भनेको होइन हो अर्को पनि छ अझै होइन क्या उसले यता जार भनौँ न जार उता पनि खर्च दिन्छ उता पनि खर्च दिन्छ दुईटा बुढासँग बस्नु खोजेको होला नि नानी पालेपछि त अब नानीलाई त दिनु पर्यो नि त मलाई त कसले दियो भनेको छ त मलाई दिनु पर्दैन कसरी तिमी पढाउँछु भनेको तपाईँ चाहिँ को उहाँको को तपाईँ चाहिँ म सासु हो तपाईँले चाहिँ किन जगट्नु भयो उहाँलाई तपाईँले ऊ होइन मैले जगेको छैन है मैले छुको पनि छैन छुई पासा लाग्छ मलाई मैले छुको छैन ए अर्कै रहेछ अर्को कसै जगट्यो दिदीको चाहिँ बुहारी हो के बुहारी हो चिन्नुभएको थियो उहाँलाई चिन्नुभएको थियो मैले चाहिँ चिनेको छैन नभएको कुरा गर्नु हुँदैन चिन्नुभयो अहिले चाहिँ अहिले चाहिँ अब छोरै हो कि के भन्नुपर्ने हामीलाई नि थाहा छैन मलाई छोरै भन्नु पर्यो बुहारी मरेपछि कर्म दिएको छोरा कर्म दिने छोरा खोइ त्यो चाहिँ थाहा भएन मलाई कर्म दिएको हो कि जन्म दिएको हो कि उसलाई नै थाहा छ भाग्यले दिएको त मेरो छोरा सधैँ छ नि छ तर यहाँ चाहिँ बोनसमा पाएको छोरा हो त्यो चाहिँ होला होइन उपहार पाएको छोरा हजुर उपहार नै पायो अब त्यही भन्नु पर्ला र अब लु नरोपी फलेको आलु जस्तो भयो क्या फलेको क्या नभयो को उता जार जार नरोपी पनि बारीतिर फल्छ नि त उम्रिन्छ नि त कुनै चिज फल्दैन ऊ त्यस्तै फलेको छोरा चाहिँ होला नरोपी कसरी फल्छ हौ सर त्यो नाभे उम्रिन्छ नि त कुनै छोडेकोहरू त्यस्तो नभन्नु न जार पता जे भए पनि जाँदा त जारै त हो नि तर तपाईँहरू यस्तै फेरि यहाँ हामीले बकाइदा रेकर्ड छ अहिले चाहिँ मिलेको जस्तो गरेन भोलि फेरि तपाईँहरू यहाँनिर प्रश्न भन्ने अगाडि भन्ने भोलि गएर तपाईँहरू भोलि गएर दुश्मनी हुनु भने मेरो मा तपाईँहरू दुईजना कारबाही हुन्छ फेरि अहिले नै प्रश्न भन्ने यहाँनिर दुश्मनी त अब मैले किन लिनु र म पनि लिन्न अब उहाँको मनमा के छ मलाई थाहा छैन तपाईँ दुश्मनी लिनु न अनि म चाहिँ किन अर्काको बुढी लिएर चाहिँ दुश्मनी चाहिँ कसरी लिन्छ हौ हामीले बा चाहिँ दुश्मनी लिएर त्यस्तैले भने यतिखेर राख्थ्यो के राख्नु होइन उहाँ पनि सोझै छ मान्छे उहाँ पनि सोझै छ मैले बुझिसकेँ मैले हेर्नु तर उहाँले चाहिँ होइन पूर्ति चाहियो उहाँले दुःख पाएको देख्नु नसकेर धर्म गर्नुभएको उहाँले चाहिँ कस्तो दुःख चाहिँ फेरि उहाँले धेरै दुःख पाउनु परे तपाईँले किन म सँगै नभएर सँगै नभएर तपाईँले जाड रक्सी खाएर पिटेर पीडित भएपछि उहाँले दया माया करुणा गरेको सँगै नभएर चाहिँ होला त्यो पहिला गएको आमालाई छोरा दिँदैन हाम्रो 6 वर्ष पुगेको छ र हामी पाल्छ हामी पढाउँछ हामी म त पाल्छु म स्कुल पनि हालिसकेँ मेरो नानीलाई होइन बोर्डिङ हालिसकेको छ मैले सबै खाना बस्न सबै बन्दोबस्त भइसक्यो अनि उसलाई पनि त बन्दोबस्त गर्थेँ मैले के लाग्यो मैले अब उसलाई लग्यो भने इज्जत हुन्छ नि इज्जतको पनि सवाल हुन्छ नि त तपाईँको यही कुराले अब नानीको चाहिँ अब नानी चाहिँ टुरै भयो क्या पुरै भयो यो मान्छेको त दिमाग छैन कि बुद्धि छैन क्या कसको यो मान्छे मैले हेर्नु न मैले कति सम्झाएको होइन मैले यिनीहरू त थाहा पाइसकेँ यिनीहरू चाहिँ मैले नानीकै लागि अझै पनि हिँड मसँग भनेको यो जारलाई यो नयाँ मायालाई छोडिदिनु हिँडै भनिरहेको छ नानीको लागि के सुन्नुभयो तपाईँले र पर्दैन भन्नुहुन्छ के सुन्नुभयो त्यस्तो त हुँदैन बिचरा यहाँ सुन्नु है उहाँ कन्ने केटा हो नि फेरि सुपर कन्ने हो अनि सुन्नु न अब भोलि चाहिँ मेरो कुरा सुन्नु न उहाँले के अरे रुँगेर बस्दैन होला यो भाइलाई भन्दै हुनुहुन्छ क्या दिदीहरूले अनि तपाईँलाई चाहिँ के लाग्छ अब फसे जस्तो लाग्छ कि के जस्तो फसे जस्तो लाग्दैन होइन अब त्यही त फसे जस्तो त लाग्दैन अब एउटा कुरा भने अब आफ्नो अब त्यस्तै पछि अब उसले पनि छोडेर जानै छ भने त त्यो आफूले जति गरेर पनि रोकिँदैन होइन मैले त क्षतिपूर्ति त पाउनु पर्यो नि त हो कि होइन क्षतिपूर्तिको कुरा छ यहाँनिर
तपाईँले क्षतिपूर्तिको कुरा कसलाई गर्नुभएको श्रीमतीलाई या उहाँ जारलाई मैले उसलाई भन्ने हो अब तपाईँले तिर्ने हो क्षतिपूर्तिहरू त्यो सबै देखाउनु पर्यो अनि अब उसले के भन्छ होइन उसको पनि कुरा सुन्नु पर्यो होइन मैले अब खाएको हो अब मैले अब दिएको थियो खाएँ नानीबाट त स्कुलबाटै नानी त लिएर हिँडेको होइन कसरी चाहिँ कपडा लान्छ त एकछिन अब यही कुरा आयो अन्तिममा यही कुरा आयो तपाईँ श्रीमतीले नस्वीकार्ने नै हुनुभयो अब अन्तिम लास्ट क्वेसन लास्ट कुरा नलाने हो नलाने नै हो जारलाई दिने खुसी साथै दिने दिने राम्रोसँग गरेर खदामाला लगाइदिने खदामालै लगाइदिउँला नभए चप्पल माला पनि लगाइदिन सक्छु म होइन त्यस्तो अपमान नगर तर यस्तो अलिकति सोच्नु पर्थ्यो यता पनि छोरा थियो तपाईँ त्यो गाउँकै मान्छे होइन अनि मेरो छोरा यत्रो थियो यसको पनि त्यो छोरै हो तपाईँले पनि छोरा सोच्नु भएको भए त्यसरी कुट्दै हिँड्दै मैले कहिले कुटेको छ मैले तपाईँले देख्नु भएको छ सोच्ने भएदेखि हेर्नु पर्थ्यो तपाईँको त अब मैले त मलाई थाहा छैन म त्यति गाउँ पनि बसेको छैन त्यो होइन उसले भने चाहिँदो कुरो अनि त्यही गाउँमा जाउँ अनि त्यस्तो कुरा रहेछ होइन अनि त्यही गाउँमा जाउँ अनि त्यहाँ नानी देख्दै अलिकति मन थिएन मान्छे तपाईँको नि त मन थियो होला किन मेरो मन थियो र मैले बोलाइरहेको म काठमाडौँ छिर्ने बित्तिकै अब त्यो छिटो बिहे गर तैँले बिहे गरेपछि मेरो बाटो खुल्छ तँभन्दा कलिलो केटी बिहे गरेर देखाउँछु भन्ने अनि त्यो भन्नुभयो त अनि त्यो तँसँग मेरो हुँदै हुँदैन भन्दै क्या कसले बुढीले हुँदै हुँदैन भन्नुहुन्थ्यो भनेको छैन त हिँडिहाल म गर्ने केटी ल्याउँछु बाना त बनाइहाल्छ नि गर्दिनँ अस्तिसम्म भनेको तँलाई केही गर्दिनँ तँलाई म के अरे थपक्क डिभोर्स गरिदिन्छु केही गर्दिनँ हुन्छ होइन यता भन्छ के भन्छ त्यो हुन्छ बुढाबुढीको कुरा सुनेर चाहिँ अर्काको बुढी र बच्चाको भविष्य बिगार्नु मिल्छ झगडा हुँदैन बुढाबुढीमा कुन दुनियाँमा भएको छैन अलिकति दिमाग हुनु पर्यो क्या मान्छे तपाईँको पनि दिमाग थियो भने त तपाईँले अब त्यो अरू केटीहरूसँग घुमेको बोलेको फोटोहरू भिडियो कहाँ चाहिँ घुमेको छ मेरो मोबाइल छ मैले भेटाइसकेको बोलेको कसले देखाएको थियो केटीलाई तपाईँले टिकटकमै लाउनु भएको थियो मैले नदेखेको र बोलेको सबै हालिदिएको थियो मैले सेयर उहाँले त भन्ने हो उहाँले त होइन अब उहाँले त यही कुरा भन्यो होइन के कुरा भन्ने हो तपाईँले लु भन्नुहोस् सबै हालेको थियो अनि फोटोहरू त्यो बोलेकोहरू सबै रेकर्डहरू सबै हालिदिइरहेको थियो बोलेको अनि मैले ल्याउँछ भने ल्याऊ म केही गर्दिनँ म त्यस्तो नराम्रो म गर्दिनँ भने मैले भने गर्दैनौ त भन अनि अस्ति पनि भनौँ पिरती बस नानी अलपत्र भयो त्यो नानीको बिचारले त 6 वर्षको नानीको पिरतीले मात्र भयो त समय थियो छोरो जन्मिँदै थियो छोरो पढाउने बेला आउँदै थियो सोच्ने थियो होला नि तपाईँले सोच्नै दिनु भएन उसले सोच्दैन थियो तपाईँले आफूतिर लक्ष्य पार्नु भएको अनि के सोच्नु फेला पर्छ उहाँले बोल्ने कुरो तपाईँ बोल्दै हुनुहुन्छ यस्तो कुरा नबोल्नु देशमा रोजगार छैन सबैले थाहा पाएको कुरो हो सबैले विवाह गरेर वैदेशिक रोजगारमा जानै पर्ने हुन्छ अनि त्यसरी जाँदा आफ्नै दाजु पर्ने ज्वाइँ भाइ पर्नेले हिजो साइनो लगाएको मान्छेले अनि थपक्क आफ्नै बुढी उठाएर लगिदिँदाखेरि त्यो त गलत हो नि त हामी अब तर यहाँ यसो बुझ्दाखेरि बुझ्ने साह्रै पीडामा होइन है यसो हामीले बुझ्दाखेरि होइन माइतमा बसेर बुझ्ने अब महिनाको 10-15 हजार पठाएकै रहेछ पैसा अब साउदीमा यहाँ सुन्नु तपाईँ विदेशमा जानुभयो दुःख गर्नुभयो कमाउनु भयो त्यहाँको पीडा हामीलाई पनि थाहा छ के हो पीडा विदेशको पीडा के हुन्छ हेर्नु तपाईँ उठ्नेको टाइम हुन्छ ड्युटी जानु पर्यो खाजा फोरमेन सुपरभाइजर सेफ्टीको प्रेसर अत्याधिक यस्ता कुराहरू झेलेर जुन तपाईँ दुःख गरेर 2-4 पैसा कमाएर घर पठाउनुहुन्छ बालबच्चा छ स्मृति श्रीमान खाडीमा श्रीमती झाडीमा सेम होइन तपाईँ पनि जाने बाहिरै हो फेरि बाहिर गएपछि छोराछोरी बिचल्ने पारेर हिँड्ने छोरी मान्छे पट्टि हामी लाग्दैन तपाईँलाई पीडा थियो होला तर आफ्नो बाबु चेपेर माइतै बसेर भने पढाउने बढाउने कोसिस गर्नु
जान सक्छन् र त बोलेको त हाम्रो छोरीले पनि त्यही भन्ने हो हाम्रो छोरीले पनि यही भन्ने हो ज्वाइँले माया गर्दै गर्दा गर्दै ती छोरी मात्र हिँड्छन् त्यो छोरी नस्वीकार्ने त्यो दिन थियो तर मैले ल्याएन क्या ए बुइनी तिमीहरूले छोराको असर गर्यौ क्या छोरालाई असर पार्यौ तिमीहरूले तिमी ज्ञानी थियौ छोरालाई असर भएन अब त्यत्रो 6 वर्षको बनाइदिइहाले अब हुर्क्यो अब त अब दिनदिनै बुझ्ने हुन्छ जिन्दिनै बुझ्ने हुन्छ त बुझ्ने बनाउनु पर्यो नि त आमा बुवाले आज ऊ विदेश गयो तपाईँले ल्याइदिनु भयो भोलि तपाईँ विदेश जानुहुन्छ सजिलै म पाल्छु भन्नुहुन्छ स्वयं श्रीमान श्रीमती सँगैबाट जन्मिएका छोराछोरी पाल्न पनि नि त्यो श्रीमानलाई खुसी पारेर ती छोराछोरीलाई पढाउन बढाउन कति मुस्किल पर्छ भने अर्काको छोरो अर्काको सन्तान कसैले पाल्छ त्यो कुनै एङ्गलबाट मायाले नि छुँदैन त कसरी पाल्छ मायाले नि तपाईँहरू समाज हुनुहुन्छ तपाईँहरू सबैजना हुन्छ ल उ त जारमा को हेन्सम छ ल को हेन्सम लाग्छ हेमसम र सेमसमको कुरो होइन होइन त्यो हेन्सम लागेर त गयो त होला त होइन उता पनि त हेन्सम लगाएर गइन् यता पनि हेन्सम लगाएर हामी त के भन्नु विदेश जानुहुन्छ अर्को हेमसम लाग्छ अझ उहाँभन्दा अझै राम्रो आइदिन्छ अनि गर्ने के अहिले मुलालाई एकपल्ट फकाउँदाखेरि फकिन्छन् ललाई फकाइ गऱ्यो भने फकिन्छन् ऊभन्दा हेमसेम होइन ऊभन्दा हेमसेम मान्छे अर्को निक्लेर आएर राख्नुपर्छ यहाँ अब बुवाको कुरा राखौँ सबैभन्दा ठुलो कुरो छोरो नानी बालखा हो त्यो बालकको भविष्य नबिगारिदिनु कसरी हुन्छ के गरी हुन्छ त्यो नानीको भविष्य सुधारिदिनुहोस् त्यसलाई पढाइ लेखाइ पढाइ कतिसम्म जान्छ उसलाई गराइदिनै पर्छ गराइदिनै पर्छ होइन त्यसले सर्वप्रथम नजानु थियो किन आए उसँग लभ म्यारेज गरेर किन आइन् होइन एउटा केही राम्रो केही बानी बेहोरा देखेर आएन लु नराम्रो भयो उसँग पहिलो गयो भोलि उसले पनि केही गर्यो भने ऊ अर्कासम्म पनि जान्छन् जाँदैनन् र जान्छन् नि त हजुरहरूको जिम्मा अब हामी त यो हामी न्यायालयसँग पुर्याउने हामीले मिलाउने होइन यो हाम्रो न्यायालयसँग आवाज पुर्याउने हो ल अब तपाईँहरूको कुरा अन्तिममा छ यता आउनुहोस् के भन्न चाहनुहुन्छ ल अब यहाँ के कसरी कुरा अब यहाँ गरिन्छ यता आउनुहोस् न ल अब भन्नुहोस् जारलाई लु के भन्न चाहनुहुन्छ ल तपाईँले होइन मेरो भनेको होइन 2 तोला सुन 7 लाख पैसा दिनु मलाई मेरो माग भनेको त्यति हो पैसा चाहिँ कति अरे 7 लाख ल अब अन्तिम त्यति हो ल अन्तिम भन्दै हुन्छ अब 7 लाखै अरे 7 लाखको 7 लाख भन्नु अब त्यो त पहिले अब उसले नानीहरू हेरेको उपचार बिरामी भएला उपचार गरेकोहरू होइन नानीलाई लुगाएको खाएकोहरू त्यो पनि हिसाब गर्नु पर्यो नि त तपाईँहरू के भन्नुहुन्छ त्यो विषयमा तपाईँहरू त्यो पनि हेर्नु पर्यो नि त उसले पनि देखाउँछ होइन के खर्च नानी बिमारी भएको मलाई थाहा भइहाल्छ नानी के अरे बिहे गरेको खर्च होइन अनि अब उसले भन्दैछ उता घरपट्टिबाट नदिएको माइतपट्टिबाट मात्रै दिएको उता बिहे खुवाएन माइतपट्टि मात्रैबाट दिएको यसमा कसरी बिहे खर्च भन्नु त बस्नु पर्यो जन्ती लिएर होइन अब फेरि त्यस्तो कुरो अब तिर्नु पर्यो नि त त्यही घरबार नभएपछि त्यो तिर्नु पर्यो लगाइदिएको छ त्यो दिने जे गर्नुहुन्छ गर्नु म त त्यही भन्छु यहाँ समस्या भने के भन्दा बुढो भाइ र बुढी यहाँ बुढोले हेर्दै हेरेन मलाई खाँदै अब बुढो सँगै छ है भनेर थाहा पाउँदै त्यो केटा मान्छे अर्काको बुढी बस्यो बुढी लगेर गएपछि दिनु परेन भन्नुहोस् त त्यो त दिनै पऱ्यो नि त त्यो त नगरी बसेको पनि हामीले अब तिर्ने हो त के खाडीमा भन्नुभयो के खाडीमा गएको 3 वर्ष भइसक्यो को 3 वर्ष भरे आएको 3 वर्ष भयो नि के गयो श्रीमान आएको 3 वर्ष भयो नेपालमा अनि के भयो त 3 वर्ष भयो भइसक्यो अनि अब खाएको अब गरेको चाहिँ कसरी खोज्छ त के भयो अब धेरै एउटै एकै जति भात खाएकै गऱ्यो भने मिठो हुँदैन नि अब त्यही भएर मलाई देख्दा उसलाई नराम्रो लाग्यो जे गर्नुहुन्छ गर्नु हो पैसा अब अलिअलि पठाएको अब नानी पालेकै हो खाएकै हो गर्नु न होइन जे भने यसले मलाई बोल्नु सक्दैनस् त कहाँ गएर बोल्नु सक्छस् र भनेको पहिलेदेखि नै भनेको मलाई यसले नै भनेको हो नि त यसले कहाँ गएर बोल्नु सक्छस् र त एउटा पुलिस देख्दा पनि थरेर काम छस् भनेको हो
मिडियामा त्यत्रो मैले अस्ति भनेकै हो 2 जना छँदैसँग हो मेरो त्यो गरगानाहरू गरगानाहरू देऊ अनि चुप लागेर जाऊ मेरो क्षतिपूर्तिहरू देऊ यत्रो हङ्गामा पनि हुँदैन थियो मैले मेसेज पनि गरेँ है ल ब्लक गरिहालेँ जारलाई पनि गरेको ब्लक हानिदिइहालेँ ल जार साहब तपाईँले त मेसेज त गर्नुभएको थिएछ त नि गर्नुभएको थियो गर्नुभएको थियो के भनेर गर्नुभएको थियो कति मजाले सम्झाएको भागेर कहीँ पनि जानु सक्दैन तपाईँहरू आउनुहोस् यहाँ सुन्नु न जारलाई चाहिँ के भनेर मेसेज गर्नुभएको थियो तपाईँले मैले भने जे हुनु भइसक्यो मेरो बुढी तपाईँले लगेर गइसक्नुभयो गइसक्नु भयो तपाईँहरू भयो भनेर सम्बोधन गर्नुभयो त्यसरी लेखेको फर्केर आउनु भनेको मैले के सम्पर्कमा आउनु भनेको मैले जारलाई दुईजनालाई सम्पर्कमा आउनु जारले त्यसपछि रिप्लाई के दियो ब्लक सिधै होइन भागेर खोइ कहाँ पुग्यो त अनि भागेर कहीँ पुगेन त के गरेको एसएमएस गरिरहेको थियो मैले गरेको ब्लक जारले होइन यता चाहिँ गरेछ मायाले चाहिँ गरेछ गर्नुभएको थियो अरे अनि नगर्नु त भन्नु सक्थ्यो नि त अनि उहाँलाई पनि थिएन त उसलाई कसरी बाहिर कमाइ छैन बुनो तिमी पनि जाऊ होइन थाहा हुन्छ हो होइन अब त्यतिखेर त उसँग बोल्दिनँ थिएँ अब अलिअलि पठाएको पैसा त नानीसँग मैले खाएको थिएँ त अब त्यो उसले नखाएको पनि तिर्छ त लगेपछि तिर्नु पर्यो क्या तिर्नु पर्यो कसरी तिर्दैन म 1 रुपियाँ तिर्दिनँ भनेपछि त मैले खाएको म कसरी तिराउँछु त मैले खाएकोहरूलाई तिराएर त भएन त अब त मैले तिमी गइसकेपछि तिमीले खाएको सबै लिने हो मैले अहिलेसम्म बुझ्यौ नि कुरा सुत्केरीमा भाले खाएको चाहिँ नलिनु तपाईँले भनेको भाले खाएको पनि लिन्छु नि त्यस्तो कुरा गरेँ भने फेरि त्यसो नगर्नु 3 लाख खर्च पो गरेको छु त्यसलाई हस्पिटलमा लगेर राखेर कोठा भाडादेखि सबै गरेर 3 लाख गाडीमा जानु आउनु यता आउनु जानु भाले खुवाएको समेत लिन्छु घिउ खुवाएको समेत घिउ पनि खुवाउनु भयो अनि धेरै खायो सबै लिन्छ नि फेरि खर्च गर्नै भएको भने त्यो त्यहाँ बिचमा छिर्न त्यहाँ खाली ठाउँ यहाँ आउनु गइहाल्नु नि उहाँ त ओ ल हो ल सुत्केरी हुँदाखेरि खर्चै गरेन भने होइन उसलाई काठमाडौँ लगेर खोजेर सबै सामान त जुटाउनु पर्यो पलङदेखि ओर्ने ओछ्याउने सबै पकाउने भाँडो साँडो गर्दा तपाईँको अहिले कति धेरै पैसा जान्छ अनि हस्पिटल लानु पर्यो